हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे। फेरि पनि सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज फेरि म तपाईहरुलाई 2082 सालको कृष्ण जन्माष्टमी मैले कसरी मनाए हजुरहरुलाई यो भिडियो मार्फत शेयर गर्दैछु। आउनुहोस् हेरौँ है त। आउनुहोस् म तपाईलाई श्री कृष्ण जन्माष्टमी किन मनाइन्छ यो भिडियो मार्फत शेयर गर्न गइरहेको छु। भनिन्छ भगवान विष्णुले श्री कृष्णको अवतार लिएर द्वापर युगमा जन्मनुभयो। त्यो दिन नै कृष्ण जन्माष्टमी अथवा कृष्णको जन्म महोत्सव मनाइन्छ। अनि भगवान विष्णुले कृष्णको अवतार द्वापर युगमा लिएर अधर्मको अन्त्य गर्नको लागि उहाँको त्यो लीला अनन्त छ। म तपाईहरुलाई छोटकरीमा भगवान श्री कृष्णको जन्म कथा बताउन गइरहेको छु। आउनुहोस्। भगवान श्री कृष्णको जन्म मथुराको कारागारमा राति 12 बजे भएको थियो। भगवान श्री कृष्णको जन्म यसरी भएको थियो कि मामा कंसले थाहा नपाउने गरेर भएको थियो। किनभने आफ्नै मामा कंसले आफ्नी बहिनी देवकीको कोखबाट जन्मेका 7 भाइ बहिनीहरूको प्राण लिइसकेपछि 8औं पुत्रको रूपमा भगवान श्री कृष्णले जन्म लिनुभएको थियो। जन्मिसकेपछि रातिको 12 बजे वासुदेवले यमुना नदी पार गरेर गोकुल भगवान श्री कृष्णलाई लगेर जानुभएको थियो र त्यहाँ पुगेर यशोदा र नन्द देवीको छोरीसँग भगवान श्री कृष्णलाई बदल्नु भएको थियो र उहाँ फेरि जेल फर्कनु भएको थियो। यो यति मिठो कथा छ भगवान श्री कृष्णको जन्मलीला र बाल्यकाल लीला। त्यसपछि भगवान श्री कृष्णले अधर्मलाई अन्त्य गर्नको लागि रचेको यो लीला तपाईहरुले भागवत गीतामा पढ्न सक्नुहुन्छ। यो भिडियो मार्फत मैले तपाईहरुलाई भगवान श्री कृष्णको जन्म शरीर किन भएको थियो भनेर छोटकरीमा बताएको छु। तपाईहरुले धेरै कुरा जान्नु छ अथवा भगवान श्री कृष्णको लीला ज्ञान रहेको कुराहरू जान्नु छ भने भागवत गीता पढ्नुहोस्। त्यहाँबाट तपाईले धेरै शिक्षा ज्ञान पाउन सक्नुहुन्छ। कृष्ण जन्माष्टमी किन मनाइन्छ भनेर मैले यसको बयान गरिसकेपछि म थोरै फेरि यो भिडियोमा ब्याक भएँ है त। मैले कृष्ण जन्माष्टमीको पूजा आराधना कृष्ण जन्माष्टमी मैले बेलुका मनाएको थिएँ किनकि सटरडे मर्निङमा म यसरी ड्युटी गएको थिएँ। तपाईहरुलाई मैले काम गर्ने ठाउँको यो सुन्दर गार्डनको भ्यू अथवा सिन तपाईहरुलाई देखाइरहेको छु। यो चाहिँ यति मजाको सिन थियो है त। त्यहाँ फ्लावरहरू फुलेको थियो अनि यो लालुपातेको सुन्दर कलरमा रातो कलरमा म मङ्ग भएर बगैँचामा रमाएको थिएँ। घाम थापेको थिएँ त्यो दिन है त। अनि यसरी 2:30 बजेतिर काम सकिएपछि म चाहिँ घर फर्केर नुहाइ धुवाइ गरेर कृष्ण जन्माष्टमीको आराधना पूजा कृष्ण भजनहरू गाएको थिएँ। यसरी नै रमाएको थिएँ। तपाईहरुले देख्न सक्नुहुन्छ है त। आजलाई यति नै। हेरिदिनु भएकोमा धेरै धन्यवाद। फेरि म अरू पनि भिडियो बनाएर आउनेछु। फेरि भेटौँला। धन्यवाद।
राधे कृष्ण की ज्योति अलौकिक तीनों लोक में छाए रही है। भक्ति विवश एक